आरती नक्षत्राणि प्रेम से बोलिए ज्योति स्वरूप परमात्मा की प्रभु जय जगदीश सत्याय सगुणाय आत्मने प्रेम से बोले विघ्न विनायक गणेश महाराज की जय, सुब्रमण्यम स्वामी की जय, जगदानी की जय, गौरी शंकर भगवान की जय, उमामेश्वर भगवान की जय, लक्ष्मी नारायण भगवान की जय, यज्ञ स्वरूप परमात्मा की जय, यज्ञ स्वरूपा भगवती विश्व का प्रेम से बोले अखिल कोटि ब्रह्मांड नायक महाप्रभु की जय जय श्री राधे। देवेभ्यो संघातं जयकमभारेगा वृद्धामास्पराजित्वा भारेगा वृद्धं वेत्तु भारासूतग्ं रक्षाहारभायर्भो देवेनक्तो देवाः रूपामासि मे देवेन्द्रग्ं अब्रह्मानित्वा क्षत्रावाणिसां पूर्णां हिरसान्तप्लसातगिर्वं
सन्मास्यवधूतज्ञं रक्षो अरतयो दिव्यास्मदर्शके प्रतिद्वादित्यास्मभ्येस्तु देवस्तं ममेरसिधिगणासि पाद्वते प्रतिद्वापद्वते भ्येस्तु गृहपतिना भूया सखो सुगृहपतिस्त्वं मयाग्ने गृहपतिना भूया व्रतपदे व्रतमचारे खन्ददशकन्दन् राधे रमहन्द स्वाहा सोमदिगदः ये रूपाणि प्रदया सरन्ति परापुरोनि सद्वन्दतः आगमः हो नानापाति यज्ञन्मायि गोदिवम्म सदा मुनिराजरितात्मनं गादीयति प्रतिवस्तोराणि अग्निज्योतिर्ज्योतिर्ग्नि स्वाहा वैष्णवमसि वैष्णवस्था देव सीता सवितुः प्रसवेस्मि देखि मन्दिर देखि पवित्र आइनी कस्टमर उनको चाहिँ अब यो नम्बरमा यो 6 नम्बर अरे त तल र माथि हुने भयो के नाम बन टोनाटो निकाले ल खाजाहरू खायो कृष्ण तिम्रो मोहनी लगायो रे कृष्ण तिम्रो मुरली मोहनी लगायो रे कृष्ण तिम्रो मुरली मोहनी लगायो रे मेरो मन चुलबुल भयो मेरो मन चुलबुल भयो मनमा शान्ति छैन रे कृष्ण तिम्रो मुरली मोहनी लगायो रे
कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे मेरो मन चुलबुल भयो मेरो मन चुलबुल भयो मनमा शान्ति छैन रे कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे निन्द्रा मलाई लागेन कृष्ण धोका मलाई छैन रे निन्द्रा मलाई लागेन कृष्ण धोका मलाई छैन रे जाऊँ भने कता जाऊँ मनमा शान्ति छैन रे कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे कहिले आउँछौ कृष्ण तिमी पीरा मात्र लाग्छ भागवत भगवान के समस्त पितरों के दिव्य पितरों के परमात्मा के ज्योति स्वरूपिणी भगवती के अब हम शास्त्र में सबैभन्दा पहिले यार सुन्नुहोस् एकछिन शान्त हुनुहोस् संलक्ष यहाँ हुनुपर्छ मार्गबाट मात्रै मजाले उत्पत्ति भएका जिन्दगी आसन वाक्य काटे पनि वाक्य नै परिवर्तन गर्न अर्थै परिवर्तन गर्न सकेकै छैन त्यो ऋग्वेदादि ग्रन्थ हाम्रो आदि ग्रन्थ के छ हाम्रो शास्त्रमा त्यसो भए पहिलो कुरा छ ऋग्वेद भनेको सबैभन्दा जेठो ग्रन्थ हो यसैमा यही ऋग्वेदमा सृष्टिको मूल तत्व मूल कारक सृष्टिको उत्पत्ति पालन र संहार को मूल तत्व हो तेज ऊर्जा ज्योति अग्नि आदि नामले प्रख्यात हुने मूल तत्व त्यही नै हो यदि त्यो नै छैन त्यसै यही ऊर्जा यही तेज हो भने पनि ऊर्जा भने पनि त्यही नै हो पहिलै मन्त्रमा वेद हो सामवेद सामवेदले पहिलो मन्त्रमा सामवेदमा पनि पहिलो मन्त्रमा यो जगत रचना गर्नका लागि पहिलो आवश्यक के पर्यो भन्दा शक्ति चाहियो तेज चाहियो तातो चाहियो ऊर्जा चाहियो अग्नि चाहियो त्यसैले अग्र आयाहि वितये विकास मूल प्रकाश मूल पालक र संहारक यो नभए अग्नि वा तेज ऊर्जा शक्ति नभए केही नै हुँदैन भन्ने कुराको देखाएको कुरा हामीलाई यसरी त वेदत्रयी त्रयी सांख्यम योग त्रयी शब्द वेदत्रयी शब्द यसै कारणले आएको हो र वेदत्रयीमा वर्णन गरेको यो प्रथम मन्त्रबाट
हामीले बुझ्यौँ अग्नि वा तेज वा ज्योति वा शक्ति यो प्रमुख हो भन्ने कुरा बुझ्यो। अब यसैलाई ऋषि महर्षिले हामीलाई सम्पूर्ण त्योबाट पढाउन सिकाउन यसको महत्त्व धूपम दीपम पनि पूजाको अङ्गमा पर्छ। आरम्भ गरेको पूजा गर्दै एउटा बत्ती बालेर पूजा गरिएको पूजा उतिले मात्रै पूजा राम्रो पुरा हुँदैन है भन्दा भए यहाँ हुन्छ। यो बत्ती बाल्ने कुरा हामीले गरेको बर्थडे यति मजाले लाग्यो हो, यति मिठो लाग्यो हामीलाई ती बर्थडे शब्द। आफ्ना साना भर्खर बोली फुट्दै गरेका नानीहरूले सिकाउँदा बाबाआमाले सिकाएको हुनाले हामीले पश्चिमका हावाले हामीलाई हाँकेर हाम्रो संस्कृति हाम्रो संस्कारको जरो काट्दैछ, हामीलाई नाङ्गो पार्न कोसिस गरेको हो भन्ने कुरा हाम्रा अनेक वरिष्ठ विद्वानहरू नबुझ्दा त्यो सिकाएको कुरा हामीलाई पनि जन्म जयन्ती नसिकाएर बर्थडे सिकाएको कुरा मन पर्यो। आफ्ना नानीहरूले ह्याप्पी बर्थडे यु त्यो भन्छ, बोली राम्रो नबुझेका नफुटेका बालकहरू त्यसो भन्दा हामीलाई पनि मजा लाग्यो। लाग्नु त लाग्यो, जसको जन्मदिन भने पनि बर्थडे भने पनि मनाएछ, त्यो ठिकै थियो तै अथवा तथवा। त्यसरी त्यो सब बर्थडे त मनायौँ, त्यो जन्मोत्सव मनाउँ जान्यौँ न, बर्थडे मनाउँ त जान्यौँ, तर त्यहाँ एउटा केक काट्नुपर्छ। समयमा त्यस्तो आयो सकिन्छ र वंश नाश हुन्छ भन्ने आज्ञा छ शास्त्रले। त्यसको त्यही ऊर्जाकै कारणले, ऊर्जाको संरक्षणकै कारणले त्यो पनि गरिएको। यसको कथा विज्ञान ढङ्गले आउँछ, अहिले यहाँ भन्न भ्याइएन। ऊर्जासँग हाम्रो त्यस्तो सम्बन्ध राखेका कर्मकाण्डहरू छन्। हामीले आफ्ना नानीहरूको जन्म जयन्ती मनाउनका लागि भाषा उसको भन्नु भने पनि भन्नु नहुने हो, तैपनि भन्नु भने पनि कुनै हालमा काट्ने कुराहरू निभाउने कुरा गर्नु हुँदैन। यो याद गर्नुहोला। बत्तीसँग हाम्रो गहिरो सम्बन्ध छ, त्यसको विकास हुने डर हुन्छ, बुद्धि विपरीत हुने डर हुन्छ, आयु पनि घट्छ, बुद्धि पनि विकृति हुन्छ। त्यस कारणले बत्तीसँग हाम्रो सम्बन्ध त्यसरी जोडिएको हुँदा म यहाँका सम्पूर्ण सज्जनहरूलाई अनुरोध गर्छु शब्द पनि सुधार्नु अनि जन्म जयन्तीका दिन त्यो काट्ने कुरा र निभाउने कुरा नगर्नु, मेरो अनुरोध। त्यसै अनुसारले अब हामीहरू बत्तीका कुरामा आरतीका कुरामा आउँदाखेरि हामीलाई यहाँ एउटा बत्ती बाल्ने 5वटा 9वटा बत्ती बाल्ने 11वटा बत्ती बाल्ने, त्यही अनुसारका एउटा बत्ती 5 सुते 7 सुते 11 सुते आदि बत्ती पनि हुन्छन्। त्यसको सुताको पनि दियाको एउटै उस्तै भाउ हो। यसो गर्दै गर्दै बत्ती बाल्दै लगेर 108 बत्ती बाल्ने, 108 बत्ती बाल्ने, 1000 बत्ती बाल्ने, अनि यसो गर्दै गर्दै 11,000 बत्ती बाल्ने, 1 लाख भनेको लक्ष बत्तीका भनेको 1,25,000 को समष्टिलाई लक्ष बत्तीका भन्न मान्नुपर्छ। त्यसको अङ्ग 1,25,000 बाती तयारी गरे लक्ष बत्तीकाको अङ्ग पुरा हुन्छ। यसैले हामीले लक्ष बत्तीका बाल्ने प्रचलन बनाउन थाल्यो भने त्यसको मनको मानसिक शुद्ध सङ्कल्प हो भने भगवान्का कुनै पनि नाम जपेछ त्यसले भने एउटा बत्तीमा एकपल्ट मात्रै भगवान्को नाम उच्चारण भएको बत्ती परेछ भने लाखवटा बत्ती बाल्दा बनाइसक्दा तयारी गरिसक्दा 1,25,000 भगवान्को नाम पनि हुन्छ। शुभ दामी हो भने रुई कपास 1,25,000 बाती। यो 1,25,000 बातीको यो समष्टिले जातानाम जनितानाम जनिष्यमानानाम च कल्याण हेतवे, यहाँ पुर्खा भइसकेका त्यस्ता मानिसहरूलाई पनि यहाँबाट परलोकमा कहाँ गएका छन्। अन्धलोक महाघोरम रविर यत्र नभासते, कहिले पनि घाम नधुइकन अँध्यारोमा पो छन् कि
आफूभन्दा पहिले गएका पितृहरू बा दिव्य ज्योतिर्लोकमा छन् कि वैकुण्ठ लोकमा छन् कि पितृलोकमा छन् कि जहाँसुकै छन् आफ्ना पितृहरू भने पनि उनीहरूलाई कल्याण गर्छ, बाटो देखाउँछ, ज्योति दिन्छ, सहज रूपमा परमपद प्रदान गर्न सक्छ। अब जनितारामको मतलब हो यहाँ अहिले पृथ्वीमा को छ त्यो सङ्कल्प गर्नका लागि त्यो बाती बनाउने मान्छेहरूको सम्बन्धमा परिवारमा को छन्, यहाँ कति छोरा कति छोरी कति बुहारी कति नाता नातिना कति छन्, ती सम्पूर्णको यस पृथ्वीमा अहिले जन्म भइसकेका रहिरहेका जनताहरूको कल्याण गर्छ। जनिष्यमान भनेको पछि यो सन्तानमा अब आज थाहा नपाएका पछि आफूले अहिले नदेखिएका तर पछि देखा पर्न आउने छोरा नाति पनाति जनाति आदि सम्पूर्णलाई भाग्य बनाउँदै यहाँ जन्म लिन आउने गरी बाटो खोलिदिन्छ। देखिनेवालालाई फाइदा हुने जसलाई यो मेरो पति हो धर्मकर्म हुन्छ अरे भन्ने होसै छैन, ज्ञान छैन, त्यस्ता पदार्थलाई पनि ज्योतिबाट फाइदा हुन्छ। शास्त्रमा के लेखेको छ भने यो ज्योतिको कसैले अब आँखाले आँखामा यो ज्योति छोडियो भने आँखै नहुने वृक्षादिलाई, रुखपातको त आँखा छैन, रुखपातमा पनि यो बुटा बिरुवा रुखपातमा पनि ज्योतिको उज्यालो गरेर लागेछ भने नभाग्न। रुखपातहरू, पानीमा हिँड्ने जन्तुहरू, भुइँमा घुसी हिँड्ने जन्तुहरू, आकाशमा उड्ने जन्तुहरू, उसले पितृ उद्धार गर्छ। भावी सन्तान भाग्यमानी जन्मन्छन्। आफूलाई पनि विविध प्रकारका अज्ञानमा गरिएका पाप, स्थूल पाप, शुष्क पाप, आर्द्र पाप, सूक्ष्म पाप आदि पापहरू, यी सम्पूर्ण पापहरूको परिमार्जन गर्ने तागत यो बत्तीमा छ। त्यसैले अरू जन्तुहरू चालै नपाउने, थाहा भएन यो बत्ती हो पुण्य वर्ष दिन्छ भन्ने चाल नपाउने जन्तुहरू जस्तै भनिएको छ, कीटा पतङ्गा म यसरी बर्बाद भएँ। अनि नारी जातिहरू भनेका धेरै दुःख, पुरुष र नारीमा नारीको दुःख धेर हुँदो रहेछ। लक्षण अब भविष्यका कुराहरू, मनुष्यका कुराहरू, नारी जातिका विषयमा धेरै भावुक बनिन्, धेरै विचारक बनिन्, धेरै उनका मनमा कुराहरू, नारी जातिका विषयमा कुराहरू धेरै खेल्न थाले। नारी जातिहरू नम्बर 1 विवाह हुन्छ कि हुँदैन भने जस्तो कुटुम्ब हुन्छ कि हुँदैन, एक भयो राम्रै भयो, राम्रा कुटुम्बसँग भेट भयो। तर यदि अचानक त्यो कुटुम्बले विवाह गरेको कुटुम्बले बाद छोडेर त्यक्ता पो हुनु पर्ला कि, यदि त्यो कुटुम्बसँग विवाह भइसकेपछि त्यो कुटुम्ब मर्यो भने बाल विधवा हुनु पर्ला कि, वेश्यावृत्तिमा पो लाग्नु पर्ला कि, विवाह भइसकेपछि मासिक धर्म नारी जातिहरूको शारीरिक धर्म हो। त्यो यदि मासिक धर्म नभए त्यहाँलाई अपस्पा भन्ने दोष हुन्छ, त्यो दोष पो लाग्ला कि। अब मासिक धर्म दोष लागेन, अपस्पा भइएन, तर नानीहरू जन्मिएनन् भने बन्ध्या भन्ने दोष हुन्छ, त्यो दोष पो बोक्नु पर्ला कि नारीले। कुनै सन्तान भएन भने बन्ध्या दोष हुन्छ, दोष पो बोक्नु पर्ला कि भएन। लु त्यही पनि भएछ, एउटा जन्मियो अरू जन्मिएनन्, त्यसलाई पनि काकबन्ध्या भन्ने दोष हुन्छ, काकबन्ध्या पो हुनु पर्ला कि। काकबन्ध्या पनि भइएन, धेरै नानीहरू त धेरै जन्मिने भए, तर गर्भमा 5 महिना 6 महिना 8 महिनासम्म 9 महिनासम्मको बालक गर्भबाट भ्रूण बालक गर्भबाट मर्दै गिर्दै गर्छ। त्यस्तो भयो भने त्यसलाई श्रवत गर्भा भने दोषी मानिन्छ। यदि बा अचानक कुनै कारणले भाग्य बिग्रेकाले श्रवत गर्भा पो हुनु पर्ला कि, त्यो पनि भएन, जन्मियो नानी जिउँदै जन्मियो।
जिउँदो जन्मेर 1 महिना 1.5 महिना 2 वर्ष 1 वर्ष 3 वर्ष 4 वर्ष भित्रमा त्यो अस्तिको पनि मर्यो, फेरिको पनि मर्यो, फेरिको पनि मर्यो भन्दा मृतवत सा भन्ने दोष हुन्छ। मृतवत साको दोष पाइएला कि एउटा पनि सन्तान मर्छ, अर्को पनि मर्छ, अर्को पनि मर्छ, त्यसै मृतवत साको दोष पो पाइएला कि अथवा आफू छँदै के नानी नपाउने रहेछ, बरु अर्कै बिहे गर्नु पर्ला सहजैमा उसले आइमाईलाई फ्याँक्न सजिलो खेलिरहेका थिए। यस बेला यिनीहरू जोडा मिलेर हिँड्दै थियो। त्यो भुजङ्ग नामको उनको शुद्र आफ्नो पति र लक्षणा मिलेर हिँडिरहेका थिए। नर्मदा नदीका किनारमा जाँदा एउटा अचम्मको दैव लीला यिनीहरूले देखे। के देखेछन्? भर्खरै मैतालु ल्याएको, माइतबाट मैतालु लिएर हिँडेको त्यो मैतालो झाडी परेका ठाउँमा अगाडि गइरहेको रहेछ। भयावह विषधर सर्पले त्यो मैतालालाई ठुँगेछ। मैतालो 2-4 कदम अगाडि जाँदा सर्पका कारणले ठहरै मर्यो। शोभना नामकी मैतालो यिनलाई पिर पर्यो र औषधि 3 प्रकारको हुन्छ सापले दसेको दबाई। म केही भेट्छु कि केही उपाय छ कि तपाईँहरू अहिले चाहिँ तुरन्त नचलाइदिनुहोस्। यो भर्खर मरेको रहेछ, 24 से 36 घण्टासम्म चाहिँ मारी हाल्नु हुँदैन भन्ने सर्प विज्ञानमा छ। र यसलाई अहिले 12 दिनमा भेटी भनेर माया लागेर दबाई खोज्ने भिडै जस्तो गल्ती गरेको थिएँ भन्न सक्छ कसैले, कुनै मान्छेले भने त्यो मान्छे महापापी पनि तत्काल प्रायश्चित्त पाउँछ। समाजमा म यस्तो अपराधी हुँ, यस्तो पाप गरेको मान्छे हुँ, आज मलाई त्यसको ठुलो पछुतो छ भनेर भन्न सकेछ मुखैले भने महान पापी पनि प्रायश्चित्त भएर शुद्ध भए चाहिँ हुन्छ। त्यसको पाप पछि लाग्न सक्दैन। त्यसकारण तिमीले म पापी छु, पापी नै भने नभन। अब तिम्रो चित्त प्रायश्चित्त भएको हुनाले, तिम्रो पाप प्रायश्चित्त भएको हुनाले शुद्ध चित्त भयो के लक्ष्यवर्तका के ज्योतिषहरू परमात्मा के ज्योतिषहरू पनि भगवती के याद जान्दैन, उति बुझ्दैन, थाहा पाउँदैन। तर नारी जातिहरूलाई त्रेता युगदेखि पछाडि मासिक धर्ममा ठुलो ब्रह्महत्या इन्द्रमानले दिएको ब्रह्महत्या उनीहरूले बोकिदिएको छ। नारी जातिहरूको स्वभाव भनेको दयालु हुन्छ, अत्यन्तै करुणाको मूर्ति हो नारीको देहता। तर यसरी करुणा गर्दा गर्दै कहिले कहिले फेला परेको रहेछ। शारदा नदीका किनारमा धेरै नारी जातिहरू व्रत लिएर ध्यान जप तप गर्ने अनि शारदा नदीमा स्नान गर्ने जप तप गर्ने नारीहरू आएर स्नान गर्ने व्रत गर्ने गर्दा छन्। त्यहाँदेखि सागरले हुन्छ जिम्मा दिनु नि त भन्दा अर्को एउटा टुक्रो जमिनमा राखिदिए जहाँ मरुभूमि भएर देखा पर्यो, सागरको फिज भएर आयो। त्यस्तै किसिमले वृक्षमा मैले गरेँ, वृक्षको खोटो भएर निक्ल्यो। तर अब यो टुक्रो बोकिदिने कोही छैन। म बडा हैरानी छु। बहुत दिन भयो मैले अर्को चौथो टुक्रो पापको ब्रह्महत्याको पापको टुक्रो कसैले जिम्मा लिदिएदेखि म आनन्दसँगले बस्ने थिएँ भनेर दया लागेका दया मूर्ति यी नारी जातिहरूले हुन्छन् त महाराज, तपाईँको त्यो ब्रह्महत्या हामी बोकिदिउँला भनेर दया गरेछन्। उनीहरूले दया गरेपछि इन्द्रमानले सहजै ब्रह्महत्या बोकिदिने नारीहरू भेट्दा यो चतुर्थ टुक्रो चौथो टुक्रो ब्रह्महत्या यिनी नारीहरूलाई जिम्मा दिए। प्रवाहित हुन थाल्यो। त्योभन्दा पहिले मासिक धर्म हुँदा रक्त प्रवाहित हुँदैन, रगत बग्दैन थियो। त्रेता युगदेखि यता मासिक धर्ममा रक्त प्रवाहित हुन थाल्यो। त्रेता प्रभृति नारीणाम मासी मासर तब मुने। त्रेता युगदेखि यता नारी जातिहरूको महिना हुँदा रक्त प्रवाहित हुन्छ। त्यो स्पष्ट बुझ्नुपर्छ।
इन्द्रस्य ब्रह्म हत्या अस्ति, इन्द्र महाराजको ब्रह्म हत्याको दोष हो। त्यसैले तदा दिनत्रयम त्यक्त्वा, त्यस दिन 3 दिनसम्म यिनीहरू ब्रह्म हत्या, चाण्डाल, धोबी आदि जस्ता असुर हुन्छन् र ब्रह्म हत्याले भरपूर व्यापक ब्रह्म हत्या बोकेका हुन्छन् र तदा दिनत्रयम त्यक्त्वा शुद्धा स्यात् गृहकर्मणि, 3 दिनसम्म यिनीहरूलाई केही गर्नु हुँदैन, न व्रत गर्ने, न मन्त्र जप्ने, न पकाउने, न पस्किने, न पूजा गर्ने, न पाठ गर्ने। अरू त अरू सूर्यनारायणको सामान्यमा मुख फर्काएर सूर्यनारायणलाई ढोग्नु हुँदैन, मान्छेलाई ढोग्नु, ढोगी माग्नु हुँदैन, अर्कालाई आशीर्वाद दिनु हुँदैन। अत्यन्त एक प्रकारले एकवास भएर एक शान्त भएर बस्नुपर्छ। कर्मकाण्ड कुनै पनि गर्नु हुँदैन। अशुद्ध अवस्थामा आफ्नो विष ब्रह्म हत्या जस्तो जबरजस्ती विष मेरा शरीरमा छ भन्ने कुरा विचार गरेर 3 दिनसम्म नारीहरूले एकदम होसियार गर्नुपर्छ। सिक्न लागेका छन्। भारतीय शास्त्रले त ऋषि महर्षिले अहिले होइन अनादिकालमा यो कुरा टुङ्गा गरेको हो। त्यस कारणले हे लक्षणा, यहाँ याजकले भन्छन् हे लक्षणा, यस बेला केही गर्नु नहुनेमा अलिकति लापरवाही गरियो भने लक्षणा आत्मदाखेरि उसले भने के उपाय के छ, हजुर उपाय के छ, यसको पापको परिमार्जन गर्ने उपाय के छ? त्यतिखेर याजक महात्मा भन्नुहुन्छ। पहिलो त भदौ शुक्ल पक्षको पञ्चमी तिथि अथवा तीजका यसले सकेन भने सोमबारी औँसी परेका दिन नबोलिकन नुहाउनु, नबोलिकन नुहाएर हातमा केही कुराहरू लिएर पिपलका फेदमा गएर परिक्रमा गर्नु। यो परिक्रमा गर्नु, आफ्ना हातमा भएको चिज पिपलका फेदमा यस्तो चढाउनु, ढोग्नु, फेरि अर्को परिक्रमा गर्नु। जौ हुनसक्छ, तिल हुनसक्छ, जो कुछ पनि होला, हातमा केही छ भने त्यसको चिज लिएर एक परिक्रमा गर्नु अनि गएर पर्तिर मध्याहमा अमा सोनाको पूजा गरे नारीहरूले भने त्यो जबरजस्ती जन्म जन्मान्तरदेखि चलिआएको मासिक धर्ममा रज अवस्थामा गडबड गरेको अपराध परिमार्जन हुन्छ। दोस्रो 50,000 बाटीको जोगाड गर्नुभएछ। यहाँ हामी पनि एक प्रकार सबै भाग्यमानी छौँ। अब यहाँहरू मूल कर्ताले सङ्कल्प लिनुहुन्छ। सङ्कल्प गरेपछि कर्ताहरूमध्येमाको बुढीपाकी आमाले त्यो लागबत्ती सल्काउने जो बनाएको हुन्छ, यो अग्निकुण्डबाट आगो निकालेर सल्काउने, त्यसबाट लगेर अग्निकुण्डबाट निकालेको आगाले पहिले पूर्व दिशामा भएको पालामा त्यो सल्काइदिनु। सङ्कल्प भइसकेपछि अनि दाहिनो घुमाउँदाखेरि आफै घुमिरहनु पर्दैन, राकोमा लगाइदिनु अनि बसी पूजा गर्नु। ल अब यो हाम्रो सङ्कल्प। हरिओम तत्सत, हरिओम तत्सत, हरिओम तत्सत, हरिओम तत्सत। ओम विष्णुवे नमः, ओम विष्णुवे नमः, ओम विष्णुवे। अखण्ड ज्योति सिद्ध क्षेत्रे नागरिमा सन्निकटे श्री श्री विष्णु पाञ्चायतनः आशु परिवार सहित आशुतोष महादेव संकट मोचन बलदाता हनुमतः बलभद्र सुभद्रा स्वामी जगन्नाथ गोमती चक्रा आदि सान्निध्य सहिते कामधेनु सहिते अस्मिन् पुण्य भूमौ 4000 नाम्नि पुण्य भूमौ षष्ठी संवत्सरा मध्ये पंचदशाधिक शतोत्तर पंचसहस्राब्दे गते कलियुगे प्रभंग नाम संवत्सरे सूर्य दक्षिणायने मासानाम उत्तमे मासे भाद्र मासे भाद्र कृष्ण पक्ष चतुर्थ दशमी छौरा दशमी तो नवम्यां भववासरानिकायां तथा सिंह राशि स्थिति सवितरी, कर्कट राशि स्थिति देवगुरौ, वृक मिथुन में गए चंद्रमा, वृष राशि स्थिति चंद्रमसी, तुला राशि स्थिति सौरी, शेषेषु अवशिष्ट ग्रहेषु
यथा यथा थान चितेषु सत्सु एवं अद्य ग्रहगण विचरण विषयाम यथा लग्न मुहूर्त योग कर्णानितायाम अद्य भारदा गोत्र